अभिनन्दन साथीहरू, यो नयाँ महिनामा तपाईँलाई देख्न पाउँदा धेरै खुसी लाग्यो। यस वर्ष अघि बढ्दा हामी तपाईँलाई परमेश्वरको वचनबाट एउटा शक्तिशाली सत्यको सम्झना गराउन चाहन्छौँ। बाइबलको पुस्तक रोमी 8 अध्याय 28 पदमा भन्छ, हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। जब हामी येशूलाई प्रेम गर्छौँ र प्रार्थनामा विश्वास योग्यतापूर्वक उहाँलाई खोज्छौँ, जीवनमा कुनै पनि घटना अर्थहीन हुँदैन, कुनै पनि परिस्थिति उद्देश्यहीन हुँदैन र कुनै पनि अवस्था निराशाजनक हुँदैन। केही कुराहरू होइन, धेरै कुराहरू होइन, तर सबै कुराहरू येशूले हाम्रो भलाइको लागि सबै काम गर्नुहुन्छ। उहाँले हाम्रो विजयहरू र हाम्रा असफलताहरू, हाम्रो खुसीहरू र हाम्रा निराशाहरू, हाम्रो सङ्घर्षहरू र हाम्रा आँसुहरूलाई उहाँको पदार्थको रूपमा प्रयोग गर्नुहुन्छ। अर्थपूर्ण र अद्वितीय जीवनलाई आकार दिन आफ्नो आँसुमा पनि उहाँमाथि विश्वास गर्नुहोस्। उहाँले तपाईँलाई हाँस्ने कारण दिनुहुनेछ। आफ्नो पीडाको बीचमा पनि उहाँमाथि विश्वास गर्नुहोस्। उहाँले तपाईँलाई विजयमा डोर्याउनुहुनेछ। उहाँको समयमा तपाईँको जीवनलाई सुन्दर बनाउन उहाँले हरेक विवरणलाई एकसाथ बुन्दै हुनुहुन्छ। यस वर्ष अगाडि बढ्दै जाँदा यो पदलाई तपाईँको विश्वास बनाउनुहोस्। आगामी महिना सुन्दर रहोस्।